सो गुड मर्निङ गाइज। अब भिडियो चाहिँ कतिखेर आउँछ तर अहिले चाहिँ मर्निङ भएको छ है। चाहिँ अहिले एकछिन तल त्यो दोकान जान लाग्यो। भर्खर उठाएकै सुतेर आँखा कस्तो मुख चाहिँ नखेर छैन है। भर्खर उठाएकै दोकान चाहिँ यहाँ चल्छ। म चाहिँ दोकान जान लाग्यो। नेपाल आउने हो नि त अब म, त्यही भएर नेपाल आउने भएर उ गरेको छैन के अरे, ड्युटी छोड्या हो नि त मैले। नेपाल आउने अब आज 16-17 तारिक होइन, 6 दिन छ। 6 दिनमा नेपाल आइपुग्छु। 22 तारिकको फ्लाइट छ है। त्यही भएर रुममा बसिरहेको म चाहिँ। कम्पनीले बिदा दिएछ कि होइन, दसैँ मान्नु जाने भन्ने सोच्थ्यो। दसैँ मान्नु चाहिँ पुरा हुने भयो मेरो इच्छा चाहिँ है। त्यही भएर यस्तो चाहिँ गाई जङ्गल हेर्नु, जङ्गल पुरै जङ्गल जङ्गल छ। अनि म चाहिँ बङ्गालीको दोकान छ क्या, त्यही दोकान जानु पऱ्यो। कपाल पनि कति लामो भएको छ काट्नु। मेरो कम्पनी, मैले काम गर्ने कम्पनी पछाडि छ, उता पछाडिबाट सबैलाई देखाएको मैले। हेर्नु न, यता अगाडिबाट हेर्नु, अगाडि कस्तो छ कम्पनी। कता देखियो कम्पनीहरू सिधा पछाडि राम्रोसँग नदेखिँदो रहेछ। सो म चाहिँ दोकानतिर आइसकेँ है गाइस। यस्तो छ है जिन्दगी, यस्तै हो। सबैको ड्युटी छ, म चाहिँ पानी परेर हेर्नु यस्तो फोहोर भएको छ। सबै ड्युटी छ, म चाहिँ यस्तो। सो म चाहिँ दोकान पुग्न लाग्छु है। म चाहिँ फर्किरहेको हान्दाइको दोकान हो। र दोकान यति छ कि बङ्गलाको दोकान यही छ। त्यही भएर चाहिँ रुमतिर फर्किरहेको। रेड बुल है हाम्रो कम्पनीमा काम गर्छ। फोहोर गरेर हेर्नु न, हेर्नु फोहोर। अनि मान्छे धेरै बाँच्छ पनि बाँच्दैन होइन, धेरै यस्तै छ जिन्दगी। हाम्रो यो ठाउँमा मैले पहिल्यैदेखि भन्दै खानु त, कम्पनी छैन कि एउटा मात्रै कम्पनी छ भने मैले पहिल्यैदेखि भन्दै खानु। पानी चाहिँ मजाले पानी पर्ला, क्याम्पमा पनि पानी पर्छ। दोकान त यहाँ माथि पनि छ, यहाँ तल पनि छ होइन। यहाँ तलको पनि दोकान भयो, माथि पनि दोकान छ हाम्रो चाहिँ। म चाहिँ खाना चाहिँ म माथि खान्छु, त्यो माथि दोकानमा खान्छु मैले चाहिँ बङ्गलाको दोकानमा। चाहिँ तल माथि नभएको सामान चाहिँ मैले यहाँ लिन आएको, सामान लिन आएको थियो। त्यही छ जिन्दगी, कट्या खायो। पछाडिको चाहिँ रुम एरिया हो कि, कस्तो छ कि फेरि सुत्न मजा लाग्छ। रुम पनि कस्तो छ कि मलाई त मनै नपर्छ। सो गुड न्युज छ नि त गाइज, अब मेरो त्यस्तो फ्लाइट छ। दसैँ मान्न पुगिन्छ, दसैँ 1 हप्तातिर पुगिन्छ होला घरतिर। अब घर काठमाडौँ पुगिन्छ है। अब घरतिर त कस्तो हो थाहा छैन। अब घरतिर अब त्यहाँ टिकट कस्तो हुन्छ होइन, टिकट पाइन्छ पाइन्न है। पाइन्छ टिकट किन्न पाइन्छ, पाइहाल्छ होला, तर अलि हुन्छ क्या झ्याउ हुन्छ दसैँमा होइन। त्यो यसो सोचिरहेको अब के गर्नु। त्यो ड्राइभर होला नि त्यहाँ काठमाडौँतिर होला, उनीहरूलाई भन्न पर्छ। टिकट काट्नु राखिदिनु भन्नु पर्ला भनिरहेको छु है। अब विदेश त विदेश जानै पर्ला नि, अर्को देश पनि होइन। यस्तै छ जिन्दगी, यस्तै छ। गाइड आजको भिडियो यति नै।
पर्दैन, लाइक सेयर सब्सक्राइब गर्नु होला। ओके गाइज, राम्रो पनि नराम्रो पनि यति हो आज मेरो भिडियो चाहिँ है। ल के हो